So guys, यहाँ चाहिँ हामी पिकनिक आएका छौँ। आज यहाँ ब्रेड र जाम यो चाहिँ गाइज यहाँ हेर्नुस् यिनीहरू छन्। त्यो चाहिँ ब्रेड मिलाउँदै थिए। यो हेर्नु यो आज चाहिँ हामी यहाँ पिकनिक आएको है गाइज बेतिनी। ल यहाँ मिस हुनुहुन्छ खोइ मिस केही भनिदिनु। ल मिस भन्नु। म केही पनि भन्न चाहिन है। केही पनि भन्न चाहिन रे। यिनीहरूको पारा यहाँ हेर्नुहोस् गाइज। ओयन चाहिँ बादल बजाउँदै छ। यिनीहरू भाग्दै हुन्छ। ल यो चाहिँ ढले ढलेमा नाच्दैछ। यो अयनको पारा चाहिँ यस्तो छ। ल यसको नाम चाहिँ सदिस हो गाइज। हामी चाहिँ आज पिकनिक आएको है गाइज। रोशन भनेर बोलाउँदैछ। हामी चाहिँ जाकुर छौँ। उनो होला नि। के होला नि रे? उनो उनो खोइ यहाँ मिसले जाम दल्दै हुनुहुन्छ ब्रेड। यो चाहिँ बस्छु कफी चिया होला का। गाइज यहाँ ब्रेड र जाम खाँदैछन्। ल अब यता म ब्लग गर्छु। अब यसको फोटो नि हेर्न पर्यो। यसको मुखडा नि हेर्छ न अब हेरै अब गाइस ब्लग अब यसको मुखडा नि हेर्न पर्यो। यसको मुख देखाइदिनु भनेर हो गर भाइ। मेरो के देखाइस् पनि यसको फेसरिबिल गर्दिनी। फेसरिबिल हुन्छ ल। फेसरिबिल ल गाइस ल फेसरिबिल है ल रोशन केसीको। यो बबैले समाता त यार। यसले समाता न बहिनी। म यसको फेसरिबिल हर्छ के यसको च्यानलको अगाडि। भागो रोशन। ये चोपड़ा ये गाइस। भागो यार। ये भागो यार। ए मुझ देखने। इसको हेर्नुहोस् यो अघि नै मलाई दगुराउने यो युनो भन्दैछ उनोलाई। भाइसित उनो खेलाउँछ। यहाँ चाहिँ ब्रेड र जाम खाने यहाँ ल हामी चाहिँ के खाने र हामी चाहिँ अब आएर बसिरहेको छौँ गाइस। क्यामेरा
क्याममा ढोकी चाहिँ यसले हट क्याममा ढोकी चाहिँ यसले अनि यसको फेस्टिभल त म गर्दिनँ किनकि यसले मैले सोधा राखेको छ यसको फेस्टिभल देखियो हामी पिकनिक गएको यो लाइनमा हानिनु लिनको लागि बेरेड पनि आउनुहोस् है स्पिड कस्तो रहेछ ल राम्रो फोटो पनि लिएर